बराई गुड मर्निङ दिसु बराई भन्दै बिन्दा गुड मर्निङ आज हामी जाँदैछौँ मरिया बस्ती ग्रोटोमा हाम्रो आज यो मेमा माता मरेको महिना भएको कारणले गर्दा तर यो अस्ति हामी जानु लागि रेडी थियौँ तर कतिवटा हाम्रो कारणवश यो प्रोग्राम चेन्ज भएको थियो अन्त अहिले चाहिँ हाम्रो यहाँनिर चियापानी खानुको लागि रोकिरहेछ गाडी सबैजना भेला पनि भएछ हाम्रो को छ भनेर यसरी हामीले हेर्दैछौँ पछाडि फर्किकन सबैभन्दा पहिलो यो गिर्जा हाम्रो डायसिसमा सबैभन्दा ठुलो गिर्जाघर पहिलो गिर्जाघर चाहिँ यो मरिया बस्तीको चर्च हो। फ्रेन्च मिसनहरू उहाँ चाहिँ तिब्बततर्फ जानको लागि आएको थियो। उहाँ चाहिँ पेडोमा हल्ट गरेर चाहिँ तिब्बतमा भुटानका तिब्बतमा जान सकेन तर त्यहाँ नभएको कारणले गर्दा चाहिँ हाम्रो यो डायसिसको मिसन चाहिँ सुरु भएको। अनि यो जुन चाहिँ चर्चको मैले विषयमा तपाईँलाई भन्दैछु यो चर्च कसले बनाएको भन्दा चाहिँ फादर मार्टिन हर्बो हो। अनि भनिन्छ त्यो समयमा मोर देन 500 एकर्स जस्तो ल्यान्ड चाहिँ ब्रिटिस गभर्मेन्टले चाहिँ अब यहाँ हाम्रो फादरहरूलाई दिनुभएको। यो तल त्यो पुल तपाईँले देख्नुहुन्छ पहिला तपाईँले भन्नुहुँदै थियो कतिजना त्यो तल्लोबाट आउने त्यहाँनिर उकालेर डल्लै जमिन चाहिँ हाम्रो फादरहरूलाई दिनुभएको। अनि फादरले पनि त्यो केही आफूले पालेको नानीहरूलाई चाहिँ ल्याएर चाहिँ त्यो जङ्गल खाडेर चाहिँ यहाँनिर कतिवटा जमिनहरू चाहिँ उनीहरूलाई बाँड्दै अहिले चाहिँ हाम्रो पल्लीमा चाहिँ 17 एकर जमिन अझै पनि छ। अनि मैले भन्दै थिएँ फादर मार्टिन हर्बो यो चर्च चाहिँ हाम्रो डायसिसको सबैभन्दा पहिलो चर्च ठुलो चर्च अफिसियली बनेको चर्च हो। यो चर्च चाहिँ इस्टाब्लिस भएको चाहिँ 134 इयर्स पुरानो चर्च हो। अनि यो चर्चमा चाहिँ फादर मार्टिन हर्बो जस्तो विषयमा मैले भनिरहेको थिएँ
उहाँले धेरै परिश्रम गर्नुभएको छ। उहाँले धेरै दुःख कष्ट उठाउनु भएको थियो चर्च बनाउँदा। यो सानो पिलरहरू दिएको हुँदैछ। यो पिलर पनि फादर मार्टिन हेरबोले चाहिँ एक साइडमा बोक्नुहुन्थ्यो अरे, अर्को साइडमा 3 जना जस्तो मान्छेले चाहिँ बोकेर यो पिलर चाहिँ फादर आफै यो चर्च बनाउनु भएको। अनि यो चाहिँ डायसिसको पहिलो अफिसियल चर्च। अनि दोस्रो चाहिँ के हो भन्दा चाहिँ फादर मार्टिन हेरबो अहिले तपाईहरु त्यहाँ ग्रोटो जानुहुँदैछ, तोलेको जानुभयो, अनि तपाईहरु कतिजना गइसक्नु भएको छ। त्यो ग्रोटो पनि फादर आफैले खोपेर चाहिँ बनाउनु भएको ग्रोटो हो। अनि तेस्रो कारण के हो भन्दा चाहिँ जुन चाहिँ फादर मार्टिन हेरबोको विषयमा मैले तपाईँलाई भनिरहेको छु, उहाँले यो मरे बस्तीको सुरुवात गर्नुभयो, उहाँले चर्च बनाउनु भयो, उहाँले ग्रोटो बोक्नुभयो आफ्नै हातले। उहाँको टुम पनि तल यहाँ हाम्रो कब्रस्तानमै राखिन्छ। अनि मैले फादर मार्टिन हेरबोको विषयमा तपाईहरुलाई किन चाहिँ भनिरहेको छु, यो 3वटा कारणले गर्दा चाहिँ मरे बस्ती चाहिँ पिलग्रिमेज सेन्टर भनेर चाहिँ हाम्रो विशेषज्ञले सायद घोषणा गर्नुभएको होला। अनि फादर मार्टिन हेरबोको टुम मैले किन भनिरहेको छु, उहाँको विषयमा मैले किन भनिरहेको छु भन्दा चाहिँ हाम्रो डायसिसबाट चाहिँ पहिलो व्यक्ति जसलाई चाहिँ सन्त होस् भनेर चाहिँ हाम्रो डायसिसबाट चाहिँ उहाँको नाम चाहिँ पठाएको छ। अनि उहाँको विषयमा धेरै प्रक्रियाहरू पनि चलि नै रहेछ, ग्राउन्ड कमिटीहरू पनि बनि नै रहेछ। अहिले मैले तपाईँले भन्नुहुँदै थिएँ है, यहाँ 3 इन्डिभिजुअल नाम लेखिरहेछ। अनि दार्जिलिङ पनि हो, पिलग्रिमेज सेन्टर पाटन पनि हो। अस्ति त्यहाँनिर चाहिँ हामीले चाहिँ नम्बर मात्रै दिइरहेको थियो, तर यहाँ चाहिँ हामीले किन चाहिँ आफ्नो नाम लेखिरहेको छ, त्यो रिमार्क्सको कलम किन बनाएको भन्दा चाहिँ फादर मार्टिन हेरबोको विषयमा आउँदो दिनहरूमा उहाँ सन्त घोषित हुँदाखेरि यो कुराले चाहिँ सहयोग हुन्छ भनेर चाहिँ त्यसकारण विशेषज्ञले चाहिँ हामीलाई यो कामहरू पनि गर्नु भन्नुभएको। अनि फादर मार्टिन हेरबोको विषयमा उहाँले आफ्नो जीवन चाहिँ यहाँ मरे बस्तीको मान्छेको निम्ति चाहिँ सुम्पिदिनु भएको। अनि जब उहाँ बिरामी भएर अन्तिम घडीमा पनि उहाँको परिवारको सदस्यले फ्रान्सबाट, अब सोच्नु त्यो समयमा यहाँ कस्तो दुःख कष्ट थियो होला, फ्रान्स जस्तो जग्गालाई छोडेर यहाँ मरे बस्तीमा आएर अन्तिम क्षणमा उहाँको परिवारको सदस्यहरू आएर उहाँलाई आफ्नो घर नाम खोज्न पनि उहाँले भने म जाने म मेरो मान्छेहरूसँग नै बस्नेछु भनेर चाहिँ उहाँले भन्नुभएको। त्यसै कारण उहाँको निम्ति चाहिँ हाम्रो डायसिसबाट चाहिँ उहाँलाई सन्त होस् भनेर चाहिँ धेरै प्रोसेसहरू चलि नै रहेछ। यो चाहिँ मरे बस्तीको 3वटा कुराले गर्दा चाहिँ हाम्रो यो मरे बस्तीको पण्डित चाहिँ तीर्थस्थान घोषणा गर्नुभएको। अनि म तीर्थस्थानकै विषयमा पिलग्रिमेजकै विषयमा भन्छु। सिस्टरहरू कतै लाग्छ के भाइ सुन्दा लगिसकेको जस्तो भयो। हामी संस्कार के हो भन्दा चाहिँ भिडियो कृपाको बारे चाहिँ यो त हामी सबैले भन्छ, सानो नानीहरूले पनि भनिन्छ भिडियो कृपा। यो कृपा चाहिँ तपाईहरु मैले देख्न सक्दैनौँ तर अनुभव गर्न सक्छ। त्यो बाहिरको चिन्हहरू चाहिँ हामीले देख्न सक्छौँ, जस्तै ब्याप्टिजममा यो पानीहरू लगाइन्छ, क्यान्डलहरू बालिन्छ, तर परमेश्वरको त्यो पवित्र आत्मा हामीले आफ्नो आँखाले देख्न सक्दैनौँ। जसरी आमाले म मेरो नानीलाई माया गर्छु भनेर, माया त एउटा भावना इमोसन हो नि, तर त्यो कसरी देख्न सक्छ भन्दा चाहिँ जब एउटा नानी रुन्छ, आमाले उसलाई खाना टाइममा खुवाउनु, उसको निम्ति स्याहार सुसार गर्नु, उसलाई राम्रोसँग गर्नु, त्यो चाहिँ माया हो। यो चाहिँ हामीले अनुभव गर्न सक्छ। अनि म भन्छु त्यही प्रकारले आज तपाईहरु पनि भने तपाईहरु बिहान उठेर यो तीर्थस्थान तपाईले यस्तो किन दुःख कष्ट गरिरहनु भएको छ। अनि मैले संस्कारको विषयमा किन भने भन्दा चाहिँ अहिलेको समयमा चाहिँ तपाईहरु म पनि संस्कार बन्नु परेछ। अरूको निम्ति संस्कार भित्रको बारे चाहिँ म क्याथोलिक हो, तर म धेरैपल्ट म बोलेर परमेश्वरको सुसमाचार प्रचार गर्नु भन्दा चाहिँ अरू मान्छेले तपाईहरु मेरो जीवन कसरी तपाईहरु क्याथोलिक भएर कुन प्रकारले जीवन जिइरहेको छ, अहिलेको समयमा मान्छेले त्यो बोलेको भन्दा चाहिँ तपाईहरुको कस्तो प्रकारले जीवन जिइरहेछ, तपाईहरुले के गरिरहेछ, त्यो कुरालाई मान्छेले चाहिँ हेरि नै रहेको हुन्छ। आज तपाईहरु म पनि संस्कार बन्नु परेको छ। अरू मान्छेले के तपाईहरु म चिन्ह बन्नु परेको छ। अनि धन्यवाद सरले
र आफ्ना चेलाहरूलाई दिनुभयो यसो भन्दै, यो लेवरी खाऊ तिमीहरू सबैले, किनभने यो मेरो देह हो जुन तिमीहरूको निम्ति अर्पण गरिनेछ। मेरो स्मरणमा यसै गर्ने गर। विश्वास गर रहस्य धन्य तपाईको गर्दछु हे शान्त मरिया। जसकोमा बमती बेसी छ नि एउटा दुईटा जस्तो नि, अब यो सकेर हामी पर फादरको टुम्की छ कि त्यहाँनिर गएर प्रार्थना गरेर बत्ती बाल्छौँ। फेरि तर्को धर्मसार साध्य गरौँ। म विश्वास गर्दछु स्वर्ग विकास सृष्टिकर्ता सर्वशक्तिमान पिता परमेश्वरमा। म विश्वास गर्छु उहाँका एकमात्र पुत्र हाम्रा येशू ख्रीष्टमा, जो पवित्र आत्माको शक्तिले गर्भधारी हुनुभयो, धन्य मरियमबाट जन्म भयो, उहाँले पन्तियस पिलातुसको समयमा दुःख भोग्नुभयो, उहाँले लोकमा ओर्लिनुभयो, मृतकहरूबाट अनि सर्वशक्तिमा Santa Maria, परमेश्वर की माता,
दार्जिलिङ सिक्किम प्रान्तका महागिर्जाबाट हामी धेरै कृष्णभक्तहरू हामी यसरी तीर्थयात्रा गर्नका निम्ति तीर्थयात्रीहरू बनेर हामी आएका छौँ। विजय रानी मरिया बस्ती पल्लीमा यहाँनिर एउटा ऐतिहासिक जग्गा हो यो, किनभने आज हामीले थाहा पायौँ फादर मार्टिन उहाँले सुरु गर्नुभएको यो। उहाँ आफैले आफ्नो काँधमा रुखको उयो बोकेर ल्याएर खम्बाहरू गाड्नुभएको अहिले अझसम्म पनि यहाँ सुरक्षित छ, चर्चमा राखिएको छ। त्यही खम्बाद्वारा नै बनिएको चर्च छ, आज हामीले देख्न पायौँ, हेर्न पायौँ। त्यो देख्दाखेरि अझै उहाँको जुन बलियो खाँबो छ त्यही खाँबोद्वारै हामी यहाँ यस भेगका क्रिस्टियनहरू अझै विश्वासमा अघि बढ्न सकौँ। जसरी त्यो खाँबो बलियो छ त्यसरी हाम्रो पनि विश्वास बलियो बनाउँदै अघि बढ्न सकौँ। उहाँको सपनाहरू, उहाँको विचारहरू, जुन इच्छाहरू त्यो पूर्ण हुन सकेको होस् भन्ने हामी प्रार्थना गर्दछौँ। अनि यस पल्लीका फादरको लागि पनि हामी, पल्ली पुरोहितको लागि पनि हामी प्रार्थना गर्दछौँ। अनि कृष्णभक्तहरूको लागि पनि हामी प्रार्थना गर्दछौँ। यसरी टाढा टाढाबाट आएका कृष्णभक्तहरूलाई उहाँहरूले अतिथि सत्कार असलसँगले गर्नु भइरहेको छ। आउने दिनहरू पनि यसरी नै अतिथि सत्कार गरिकन तपाईँको नजिकमा जान सक्ने योग्यको बनाइदिनुहोस् भनिकन हामी सम्पूर्ण मण्डली मिलेर प्रार्थना गरिरहेका छौँ। अझ पनि हामी प्रार्थना गर्दछौँ उहाँहरूलाई साथ दिनुहोस् भनिकन। धन्यवाद। प्रभु है परमेश्वरको अनुग्रह कृपाले गर्दा तीर्थयात्रा यसरी मरिया बस्तीमा आउन सक्यौँ। साँच्चै अनि हाम्रो पल्ली पिता फादर क्लेटन उहाँले मैले फोन गर्ने साथ है उहाँले मासको लागि रिक्वेस्ट गरेँ। उहाँले एकैतालमा नै एकदमै हुन्छ म गरिदिन्छु भन्नुभयो। त्यसको लागि हाम्रो पल्ली पिता फादर क्लेटनलाई हाम्रो क्याथेड्रल पल्ली हामी तीर्थयात्रीको पक्षबाट धेरै धेरै धन्यवाद छ। राम्रो मास हामी एकदमै राम्रो मास पायौँ र त्यसैले अब हाम्रो पल्ली हामी क्याथेड्रल पल्लीको तर्फबाट तपाईँलाई यो प्रेमको सानो भेट। सबैको तर्फबाट आउने दिनमा नि के पनि तपाईँलाई मैले अघि नै भनिहालेँ, बिहा नै भएर